हामीले डिसएसेम्बल र एसेम्बल गर्दाखेरि को भिडियो बनाएको हो। यो एसेम्बल डिसएसेम्बल कसरी हुन्छ, के सामान हुन्छ यसमा, कसरी खोल्ने हो, के हो भन्ने हिसाबले सानो एउटा भिडियोबाट जानकारी दिन खोजेको। यहाँनिर चाहिँ साइडमा एउटा हुन्छ स्क्रु खोलेपछि तपाईँको ल्याम्पको कभर हो यो। पछाडि चाहिँ यो ज्याकर हुन्छ। यो पहिले मैले एकचोटि खोलिसकेको हुन त तपाईँलाई सजिलोको लागि, तपाईँलाई सानो जानकारीको लागि मात्रै यो भिडियोमा मार्फत देखाउन लागेको हो मैले। यसमा ज्याकहरू यही विभिन्न ज्याकहरू हुन्छन्। यसमा मेन चाहिँ आउटपुट HDMI VGA दुई थरीको आउटपुट छ यसमा। अब स्पिकरहरू जोड्नु पऱ्यो भने यहाँ सानो ज्याक हुन्छ, 3.5 mm को ज्याक हुन्छ, यो अडियो ज्याक। त्यहाँबाट चाहिँ हामीले स्पिकर एक्स्ट्रा जोडेर स्पिकरमा पनि बजाउन सक्नुहुन्छ। अनि अर्को भनेको हामीले एसीमा पनि सानो स्पिकर हुन्छ, त्यसमा पनि सानो रुमलाई पुग्ने गरी स्पिकर पनि एसीमा हुन्छ। यो मैले डिसएसेम्बल गर्न खोज्दैछु। यो यहाँनिर साइडबाट एउटा स्क्रु खोल्यो भने चाहिँ तपाईँको माथिको ढक्कन एउटा खोलिन्छ, जुनको मुनि चाहिँ ल्याम्प हुन्छ। पहिला मोडलहरूमा चाहिँ तलतिर ल्याम्प खोल्ने हुन्थ्यो, अहिले आएकोमा माथिबाट खोल्ने हुन्छ। माथिबाट ल्याम्प हुन्छ। यो चाहिँ ल्याम्पवाला प्रोजेक्टर हो। प्रोजेक्टर दुई तिन थरी हुन्छ, ल्याम्प प्रोजेक्टर, लेजर प्रोजेक्टर। अहिले लेटेस्ट आएकोमा चाहिँ लेजर प्रोजेक्टर भनेर आएको छ, जुनमा चाहिँ ल्याम्प हुँदैन, लेजरको थ्रुबाट हुन्छ। त्यसको लाइफ चाहिँ लङ हुन्छ। यो चाहिँ ल्याम्पवाला हो। यो चाहिँ ल्याम्प हो, हाम्रो बल्ब भने जस्तै हो, बल्बै हो यो। यो बलिसिएपछि चाहिँ यसको थ्रुबाट चाहिँ प्रोजेक्सन हुने हो। यसलाई तलबाट पनि स्क्रु हुन्छ 5-6 वटा। अनि यो स्क्रु खोलिसकेपछि यसको कभर निकालेर हामीले बिस्तारै खोलेर देखाउनेछौँ तपाईँहरूलाई। स्क्रु खोल्न लाग्यो मैले। यो स्क्रु ड्राइभर चाहिँ अलिक मोटो भएर यसले भएन। अब अर्को सानोबाट गर्दैछु म। यो चाहिँ अहिले मैले तलको स्क्रुहरू सबै खोलिसकेँ। अब यसलाई मैले माथिको ढक्कनलाई बिस्तारै निकाल्न खोज्दैछु। अलिकति गाह्रो हुन्छ हुन चाहिँ। यहाँ तपाईँको एउटा दुईवटा टुल्स पाउँछ। यसको टुल्सले चाहिँ बिस्तारै चिम्टी जस्तो टुल्स हुन्छ यो। यसले चाहिँ बिस्तारै ओपन गरेर ढक्कन निकाल्दैछु। अलिकति गाह्रो भइरहेछ, ठिकै छ। ढक्कन निस्क्यो अहिले। ढक्कन निकालेँ मैले। अब यो चाहिँ तपाईँको हाम्रो मेन बोर्ड चाहिँ माथि हुन्छ। यो इन्टरफेस बोर्ड पनि भनिन्छ, मेन बोर्ड पनि भनिन्छ यसलाई। यो चाहिँ केबलहरू कनेक्सन छुटाउँदैछु मैले। यो चाहिँ तपाईँको केबल कनेक्सनहरू 10-12 वटा केबल कनेक्सन हुन्छ, सबै छुटाउँदैछु बिस्तारै। यो बोर्डलाई मैले बिस्तारै निकाल्दैछु। मेन बोर्ड हो यो। यो पछि तपाईँको अर्को बोर्ड छ। यो चाहिँ तपाईँको पावर बोर्ड र ल्याम्प ड्राइभ बोर्ड, यो फ्ल्यास बोर्ड भनिन्छ। यो चाहिँ अब अर्को मैले पावर बोर्ड निकाल्न खोजिरहेको छु अहिले।
3-4वटा पेज खोलिसकेपछि यसो पावर बोर्ड निकाल्ने हो। पावर बोर्ड निकाल्नलाई मैले यो सानो प्लास्टिकको एउटा ब्र्याकेट निकाल्दैछु, ल्याम्पको ब्र्याकेट। अब यो ल्याम्प ड्राइभ बोर्ड, ल्याम्पलाई ड्राइभ गर्ने बोर्ड यानि ब्लास्ट बोर्ड भनिन्छ यसलाई। यो चाहिँ पावर बोर्ड भयो, मेन पावर, यसलाई ल्याम्पलाई पावर दिने, सबैलाई मेन बोर्डलाई पावर दिने यही बोर्ड हो। यो अहिले खाली भयो। अहिले हामीसँग लेन्स मात्र बाँकी छ यहाँ। लेन्स, अब लेन्स खोल्दैछु म। लेन्ससँगै यसमा लेन्ससँगै हाम्रो के अरे कलर व्हिल पनि हुन्छ। यो कलर व्हिल पनि मैले एकै साथमा निकाल्दैछु। यो चाहिँ ल्याम्प बलिसकेपछि ल्याम्पको थ्रुबाट चाहिँ कलर व्हिलमा गएर, कलर व्हिलको थ्रुबाट डिएमडीमा गएर, डिएमडीबाट चाहिँ प्रोजेक्सन हुन्छ। डिएमडीबाट लेन्सलाई निकाल्न खोजिरहेको छु म। एउटा पेज बाँकी रहेछ। लेन्सको ठिक्कै निस्क्यो यो। यसमा चाहिँ तपाईँको कलर व्हिल पनि यसैमा छ, डिएमडीहरू पनि यसैमा छ। अहिले म छुट्याएर देखाउँछु तपाईँहरूलाई। डिएमडी निकाल्दैछु म। चारवटा पेज खोलेपछि डिएमडी निस्किन्छ यसबाट। डिएमडी भनेको चाहिँ तपाईँको मेन चिज हो। यो मिरर पनि भनिन्छ यसलाई। ल्याम्पबाट कलर व्हिलको थ्रुबाट मिररमा आइसकेपछि मिररको थ्रुबाट चाहिँ लेन्समा गएर प्रोजेक्सन हुन्छ यो। डिएमडीको फिक्सिङ भयो, चिसो हुनु भयो। अब म बोर्ड, सानो बोर्ड निकालेर तपाईँलाई डिएमडी देखाउँदैछु। डिएमडी यही हो। डिएमडी सिसा जस्तै हुन्छ, सानो सिसा जस्तै हुन्छ। मिरर सिसै हो। यहाँनिर बस्छ यो चाहिँ लेन्स हो।
फेरि फिट गर्दैछु म, फेरि राख्दैछु, तपाईँलाई देखाएको मात्रै हो, यस्तो हुन्छ भनेर। यो सबै फेरि फिट गरिसकेपछि म तपाईँलाई फेरि अन गरेर देखाउने छु। पावर बोर्ड फेरि राख्दैछु म, पावर बोर्ड र ल्याम्प ड्राइभ बोर्ड। ल्याम्प ड्राइभ बोर्ड र पावर बोर्ड यसरी 4वटा पिनले जोडेको हुन्छ। यहाँ एउटा कनेक्सन हुन्छ, यो ज्याक जस्तो। अलिकति मिलाएर राख्नुपर्ने हुन्छ यो। ल्याम्प ड्राइभ बोर्ड हाल्दैछु म। यो चाहिँ फ्यान भयो, डिएमडीलाई चिसो पार्नको लागि राखिएको फ्यान हो यो। डिएमडीको पछाडितिर हुन्छ यो। ल्याम्प हाल्नेको लागि यो ल्याम्पको मुनितिरको एउटा ब्र्याकेट हो, यो प्लास्टिकको ब्र्याकेट। अलिकति अप्ठ्यारो भएर मैले मिलाउँदैछु।
ल्याम्प पछि हालौँ ल यो फ्यान हो यो उसको डिएमडीको पछाडि डिएमडीलाई चिसो पार्नको लागि राखिएको फ्यान हो यो मेन बोर्ड भयो यो इन्टरफेस बोर्ड ल्याम्प हाल्ने मैले अहिले ल्याम्प हाल्दैछु सो कनेक्सन भयो ल्याम्पको कनेक्सन ल्याम्पलाई कसेँ मैले अब एकचोटि अन गरेर अन हुन्छ कि हुँदैन पावर जोड्दैछु म अनि यो मैले माथिबाट हातले चाहिँ यो कभरको स्विच हो यो कभर नलाइकन खास अन नहुने हो त्यही भएर मैले कभरले थिच्नेवाला स्विचलाई थिचेर अन गर्न लाग्यो पावरै जोडेको रहेछ यहाँ मेरो ल्यापटपको पावर पनि जोड्दैछु पावर दिएँ मैले अनि यो स्विच कभरको स्विचलाई थिचिरहेको मैले यो अर्को हुनाले अन गरेँ पावर छिराएँ अब म पावर बटन रेड बल्यो अब पावर अन गर्दैछु म यसो गर्दाखेरि यो ल्याम्प बल्नुपर्छ ल्याम्प बल्यो भने प्रोजेक्सन भयो बलेन भने भएन अन भएन यो रेड लाइट बल्यो यो चाहिँ अन भएन ल्याम्पलाई अन गर्न पाएन यो के मिलेन हामीले गरेकोमा ल्याम्प अन पनि भएन फेरि एकचोटि हेरौँ है त
केही छुटेको छ कि भनेर हेर्दैछु म यहाँ। खासै त्यस्तो त केही छैन। यो मैले मुनिको बोर्डमा पावर बोर्डमा स्क्रुहरू राम्रोसँग टाइट नगरेको भएर हुनसक्छ। म अहिले स्क्रुहरू अलिकति राम्रोसँग टाइट गरेर गरौँ। एउटा दुईवटा स्क्रु लगाइदिउँ अनि फेरि एकचोटि फिट गरेर अन गरेर हेरौँ। तपाईहरुले भिडियो अल्छी नमानिकन हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुले प्रोजेक्टर सम्बन्धी कन्ट्रोल सम्बन्धी केही जिज्ञासा छ, केही सोध्नु छ भने मेसेज गर्नुभएको हुन्छ, कमेन्ट गर्नुभएको हुन्छ। म सबैको रिप्लाई गर्नेछु। पेज राम्रोसँग कसिसक्यो अहिले। अब एकचोटि सबै फेरि ज्याकहरू जोडेर फिट गरेर एकचोटि अन गरेर हेरौँ। तपाईले भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब म अन्त्यमा यो अन गर्न जाँदैछु। अन गरेर हेरौँ अब हुन्छ कि हुँदैन। यो डिसएसेम्बल गरेको सक्सेस हुन्छ कि हुँदैन। पावर जोडेँ, बटनलाई थिचेँ, अन गरेर हेरौँ। सायद अब अन हुनुपर्छ। पावर थिचेँ मैले। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। Thank you for watching everybody. पावर थिचेँ मैले। ल्याम्प बल्नुपर्छ। ल्याम्प बल्यो, सक्सेस भयो। थ्याङ्क यू सो मच।